वेलकम गाइज वेलकम फेरि पनि तपाईहरुलाई मेरो नयाँ ब्लगमा स्वागत छ। मैले चाहिँ हिजो चाहिँ अस्ति तपाईहरुलाई योभन्दा अगाडिको ब्लगमा चाहिँ खातबारीदेखि नि सेतुवासम्मको यात्राको बारेमा यात्रा गर्दाको दुःख कष्ट त्यससँग रमाइला क्षणहरू मैले तपाईहरुलाई प्रस्तुत गरिसकेँ। अब भने मैले तपाईहरुलाई म गाउँमा चाहिँ यति बेला काम गर्नको लागि आएको छु। काम मतलब यसो जुन पुर्ख्यौली जग्गाहरू थियो त्यसलाई चाहिँ अलिकति मरम सरसफाइ जो जङ्गलहरू भएको छ त्यसलाई ठाउँमा ओर्न आएको थियो। लेट्सी हेरौँ तपाईहरुलाई म देखाउँछु मैले कस्तो कस्तो काम गरेँ, त्यो भएको जङ्गलहरूलाई मैले के गरेँ, कसो कसो गरेँ तपाईहरुलाई म देखाउँछु। त्योभन्दा अगाडि तपाईहरुले फेरि पनि म भन्दैछु तपाईहरुले मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन, सेयर गर्नुभएको छैन भने लाइक सेयर सब्स्क्राइब गरेर नभुल्नु होला गाइस। सी यू। अब हेरौँ योभन्दा अगाडि के हुन्छ त मेरो भिडियोमा। नयाँ गाइस तपाईहरुलाई फेरि पनि मेरो नयाँ ब्लगमा स्वागत छ। म चाहिँ हिजो भर्खरै मात्रै सेतुवा आइसकेको छु। अनि सेतुवा आए सँगसँगै गाउँ भिजिट गर्दैछु। गाउँ भिजिट गाउँको लोकल कुराहरू के पाइन्छ के हुन्छ भनेर चाहिँ म तपाईहरुलाई देखाउँछु। अहिले त्यो देखाउनुभन्दा अगाडि माथि एउटा मेरो जग्गा छ, त्यो जग्गामा चाहिँ म जाँदैछु होइन। त्यहाँनिर अलिअलि अलैँचीहरू रोपेको थिएँ, अब सायद छैन होला अलैँची नै भने पात चाहिँ छ कि एक दुईवटा भन्ने आश लिएर जाँदैछु। हेर्दै जाउँ है त के हुन्छ। अब सबैतिर जङ्गल, तर पहिला चाहिँ यस्तो थिएन, अहिले चाहिँ पुरै जङ्गल भइसकेको रहेछ। अनि त्यसमा पनि यहाँ सक्नु चाहिँ वस्तु मात्रै तर गुने गु वस्तुको। अनि त्यही हो, यहाँको मान्छेहरूले गरिखान दिएन, यहाँको मान्छेहरू काम छैन। मलाई चित्त बुझेको छैन, किनभने कम्तीमा वस्तुहरू यसरी छाड्न छोड्नुपर्ने हो होइन। तपाईँलाई म मेरो जग्गामा पुग्न आँटे म देखाउँछु, हेर्दै जानु है। म चाहिँ जग्गाको आसपास छुडा भयो, फेरि हराउला भाइ सालोसँग आएको म त मायालाई हेरेर। हाम्रोतिर यस्तो कल पानी हुन्छ हेर्नुहोस्, कल पानी। मेरो अलैँची बारी आइसक्यो, तर अलैँची चाहिँ एउटा बोट पनि छैन, एउटा पात पनि छैन। हेर्छ तपाईँले हेर्न सक्नुहुनेछ, सबै वस्तु चराइदिएर। अब यो फाँडफुँड त मैले अस्ति पहिला एकचोटि गर्न त गरेँ अलैँची नयाँ बिरुवाहरू हाल्दा, तर त्यसको सदुपयोग नै गर्न सकिएन। त्यही हो, म पनि बेला बेला मात्रै आउँछु, मान्छेहरूले हेपेर हेपाइती गरेर। तपाईहरु जो कोहीले वस्तु लाउनुहुन्छ भने यो गाउँकोहरूले यो भिडियो हेर्दै हुनुहुन्छ भने विचार गर्नु होला, यस्तो काम कदापि नगर्नुहोस्। पाप र अपराधसँग झेल्न सिक्नुहोस् कि झेल्नु काम छैन क्या। यस्तो अलैँचीहरू सखापै पारिदियो, सखापै एउटा केही छैन यो भित्तोमा। कसरी हुन्छ अब यसलाई सही व्यवस्थित गर्नुपर्ने छ। तपाईहरुलाई म देखाइदिन्छु। यो खोल हो, कल खोलाको दुवा यहाँ चाहिँ यस्तो दामी। हामी पहिला यहाँ पौडी खेल्थ्यौँ, नै के छैन, जङ्गलै मात्रै छ, यो अलैँचीको गेडो फेददेखि टुप्पो पुच्छरदेखि सिरान सबै अलैँची लाउनु पर्ने रहेछ। फेरि पनि एकचोटि बर्बादी वस्तु चराएर यो वस्तु हिँड्ने बाटो बनाएर यो कस्तो खालको बाटो बनाएको साथीभाइहरूले अलिकति विचार पुऱ्याइदिनु होला। यो चाहिँ नि कति गर्नु, चार नगर्नु भन्छ नि त, तर यहाँ त चार पनि भइसक्यो। यस्तो चाहिँ रुख काटिदिएर यसरी रुख काटिदिने, दाउरा चलाइदिने, सबै पातलेहरू काटेर छाटेर यो गर्नु चाहिँ कसले गर्छ क्या यस्तो। यहाँ हेर्नु नै, त्यही हो गाइस, सबै
गरिसकेको छ नि ए अब केही पनि छैन यहाँ त चाहिँ ओ पारी यस्तै उज्यालो बनाउनु पर्नेछ मैले पनि अनि मात्रै अलैँची हुन्छ हाम्रो केटाहरू चाहिँ यहाँ काम गरेर पनि यो तल यस्तो यसो वस्तु छेक्ने वालसल लागिसकेको छ अब हामी फेरि अर्को गाउँतिर लाग्छौँ कालो तपाईँहरूले भिडियो फेरि भरे हेर्न पाइहाल्नुहुन्छ है गाइजहरू केही छैन मुख छोडे पनि यो केटा चाहिँ एकदम स्पोर्ट्स रहेछ यो चाहिँ म चाहिँ तल गर्दै थिएँ यो आइकन चाहिँ यसले चाहिँ गडाम गुडुम हान्थ्यो एकैछिनमा माथि सिरान आइपुग्नु लागिसक्यो अब भोलि चाहिँ मैले सक्ने रहेछ यो भने चाहिँ भाइ यस्तो फेरि खुकुरीहरू त्यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ झाम्की झाम दिँदैछ केटाले ओ जस्तै हानिदिन्छ फेरि केटाले त दे भाइ हान्दै भिडियो भइरहेको छ है तेरो त्यहाँ यता हेर्दै एकचोटि हेलो भन्न मुला यता फर्केर हेलो भन् यता हेर तैँले नै नचिल्लास भरे तँलाई पठाइदिन्छु हेलो भन् मुला हो सब हान्दै केटा सब यस्तो बाक्लो राखेर कामै छैन क्या यताबाट हान्नुपर्छ गाइस तपाईँहरूले यो भिडियो हेर्दै हुनुहुन्छ भने मकालु बस्ने सेतुवापासी त्यसमा पनि एनदेम टोलमा बस्ने चाहिँ बाख्रा चराउने भैँसी चराउने गाई चराउने तपाईँहरूले विचार गर्नु होला यहाँ मैले यतिको वाल लगाएर अब मैले अलैँची रोप्ने भनिरहेको छु तपाईँहरूले यो ठाउँमा पनि अब पनि फेरि पनि वस्तु चराएको खण्डमा कसम कट्टा हानिन भने मलाई भन्दा हुन्छ यहाँबाट चाहिँ अब वस्तु छिर्ने गौडा मात्रै यसो छेक्दै हामी उँभो लाग्दैछौँ अब फेरि अब अलि माथि छेक्नलाई हाम्रो टोली अघि बढिसक्यो मेरो उद्देश्य भनेको 5 मन अलैँची फलाउने हो तर अबको केही वर्ष चाहिँ मैले पनि मेहनत गर्नुपर्छ निकै नै हैन मेहनतको साथ हामी चाहिँ काम गर्ने हो ल गाइस ल अब लगभग हार्दैछौँ ल फाइनली गाइस हैन म चाहिँ अलैँची बारी भनेर घुम्न चाहिँ गएँ तर अलैँची बारी नै चाहिँ भन्न मिल्दैन रहेछ के भन्दाखेरि एउटा अलैँची पनि देखाउन सकिनँ मैले तपाईँहरूलाई थिँदा पनि थिएन यसलाई चाहिँ अलिकति के गर्नुपर्ने रहेछ भन्दाखेरि चाहिँ अब यसलाई अलिकति आफै लागेर अनि टाइममा भिजिट गरेर त्यो तरिकाले अलैँची रोप्यो भने मात्रै होला जस्तो मैले सम्भाव देखेँ र वरिपरिबाट गाह्रो लाएर तार जाली गरेपछि मात्रै अलिकति गौडा छेकेपछि मात्रै वस्तुहरू नछिरे भने केही प्रगति होला जस्तो छ होइन भने अलैँची बारी केही काम छैन गाइस